हाई गाइस, अहिले चाहिँ म कलेजको लागि रेडी भइसकेँ। म चाहिँ रेडी भएर पनि तल आइसकेँ। अब चाहिँ म बस कुर्छु। अनि हिजो बेलुका चाहिँ पानी आएको भएर एकदम चिसो छ मौसम। अझै पनि एउटा बाटोमाथिदेखि पानी पनि खसिरहेन, बाटो चिसो नै छ। अब म बस आयो जस्तो लागेको, त्यही पनि म एकछिन भएर कुर्छु। मेरो चाहिँ बस आइसक्यो है। म अब हजुरहरूसँग कलेज गएर भेट्छु। को टेन्सन भइरहेको। हाई गाइस, रश्मिको के अरे युट्युब च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। ऱ्याप गर्दैछन् कि क्या हो? यहाँ हाम्रोमा चाहिँ एकदम बिजनेस प्लान भइरहेको। साथीहरू कोही पनि छैन अहिले क्लासमा। दिदी हल्का हाम्रो इन्फर्मेसन लिएर आउनुभएको थियो। अनि यहाँ चाहिँ हाम्रो ग्रुपको मेम्बरहरू छ, अनि त्यहाँनिर अर्को ग्रुपको मेम्बरहरू छ। अनि त्यति नै हो। यहाँ चाहिँ हाम्रो धमाधम प्रिपरेसन भइरहेको छ ल। गाइस, पानी परिरहेको छ। स्कुलबाट देखिने भ्यूहरू। यति बेला चाहिँ मैले रिपोर्टको तयारी गर्दै थिएँ। अनि मेरो फोनबाट चाहिँ साथीले भिडियो बनाइदिएको रहेछन्। रिपोर्टको लागि चाहिँ एकदम धेरै टाइप गर्नुपर्ने थियो। एक्कासी फेरि साथी आएर भोक लाग्यो भनेपछि चाहिँ मलाई हेल्प गर, तिमीले चाहिँ पढिदेऊ, म टाइप गर्छु, छिटो हुन्छ भनेर मैले उसलाई भनेँ। अनि उसले चाहिँ भनिदिँदै गयो मोबाइलदेखि। अनि मोबाइल चाहिँ टाइप गरेँ। हामी खाजा खान जाँदैछौँ। मस्तो छ एकछिन। यस्तो राम्रो मौसममा टक्क चियर बसेर यस्तो नास्ता त खानै पऱ्यो नि, होइन? हाम्रो बोतलको हालत हेर्न सक्नुहुन्छ। तातो पानी हालेर यस्तो छ अवस्था। गरिब के छ प्रेम हालखबर? मिठो छ नि। ल रोटी नास्ता गरिदिन्छु भन्नुहुन्थ्यो, छैन त। अहिले गरिदिन्छ नाके नास्ता खाने रे, अनि अहिले खाना खाने टाइममा के खाने भन्ने रे आन्टी। वाह, प्लिज न गरौँ न। अर्को हात हो कि सरले पढाउँदै हुन्छ कि सरले पढाइराख्नु भएको कि हेर्नु यस्तो छ अवस्था। पढाउँदै हुनुहुन्छ हामी तिनजनालाई। गरौँ त ल, यस्तो गरौँ त ल। यति बेला चाहिँ हामी सबै ग्रुप मेम्बरहरूसँगै छौँ र हाम्रो साथीहरूको प्रेजेन्टेसन चाहिँ हामी सुन्दैछौँ। वाउ, कस्तो राम्रो भ्यू हाम्रो कलेजको। यति राम्रो भ्यू छ। हामी यस्तो ह्यान्डसम कलेजमा पढ्छौँ, तपाईँहरूलाई थाहा छ कि छैन? यस, नमस्ते। यहाँ फोटोसुटको लागि उयो कस्तो तिमीहरूको त ड्रेस रहेछ त। हाम्रो त छैन यस्तो ड्रेस। मेरो त पुरै त्यो यससँग नमस्ते भएको मेरो ड्रेस। हाम्रो सर आइसक्नुभयो प्रेजेन्टेसनको लागि। हामी यहाँ रेडी नै छैनौँ। यहाँ यिनीहरू फोटो खिच्दैछ। हाई म्याम। हामीहरू चाहिँ यहाँ प्रेजेन्टेसन सुनाउन आएको हो। अनि यो क्लासहरू चियर, यसो चियर्स हेर्नु न। अनि बेन्चहरू त यति लामो छ कि यहाँदेखि क्लासमा छ यति लामो। कस्तो बगाल छ नि त। सर आइसकेपछि चाहिँ फर्स्टमा नै हाम्रो पाली थियो प्रेजेन्टेसन देखाउनको लागि सरलाई। अनि हाम्रो चाहिँ हेर्नु न, प्रेजेन्टेसन देखाउँदै लाइट नै गयो कि। लाइट गएको भएर चाहिँ अलिक गाह्रो भयो, तर प्रेजेन्टेसन राम्रो। अहिले कति बजे? 2 बज्न लाग्यो। यस्तो भोक लागिरहेको। दाइले क्यान्टिनमा जे हुन्छ पकाउनेर पकाएर खाने भए पनि खाऊ, भाँडाहरू चाहिँ धो भन्नुभएको। भोक खप्न नसकेर हामी क्यान्टिनतिर आएको छौँ। के छ थाहा छैन। यहाँ कुर्सीहरू यस्तो छ, यहाँ यस्तो राखिरहेको। यस्तो पसलमा त के छ होइन। बाँच्न त लास्टै खाने। प्याज छ, चिया होला। चिया त होला। चाउमिन रहेछ यति। डोनट पनि छैन। चना यसरी छ। हेर्न पर्दैन, चिया खोला न सिधै यहाँ। भयो त। त्यही त चिया छ त, कालो चिया। यो लाम न।
भाँडा धुन पर्छ भाँडा धुन पर्छ राम्रो हो उही किन त्यहाँ देखाएको थियो त खाउ त कस्तो के खाने त अब हामी चाहिँ यति बेला चाउचाउमा प्याज अनि त्यसपछि खुर्सानी अनि चुक हालेर खाँदैछौँ यिनीहरूले खाइभ्याए म चाहिँ लास्टमा खाँदैछु है चाउचाउमा प्याज टमाटर टमाटर चाहिँ प्याज र प्याज खुर्सानीहरू पिरो अमिलो हालेर टक्क लाएर खायौँ खाएर चाहिँ हामी सकाइदिउँ कालो लाग्यो घाम लाग्यो उतातिर छैन थियो यता घाम छ उता पनि घाम लागेकै हो त कलेजतिर भयो साथीहरू अब हामी जाँदैछौँ घरतिर यसो केदार सरलाई हेर्दै सही भन्यो तिनीहरूले मलाई मात्रै किन भन्छन् कि सुन पनि पाइन्न भाइ सुन होइन पाइन्न यही छ त पानी है हामी प्रेमकोलाई रोक्ने कि नै स्लोमा हिँड्दैमा आइहाल्छ कतिको स्लो यतिको हाम्रो क्रक्स हेरेर सेम सेम बट डिफरेन्ट हाम्रो कलेजको बाटो यस्तो छ त साथीसम्म बाटो कहाँ खोज्यो कहिले कहिले हो साथी ओ माई गड आफ्नो बच्चातिर चाहिँ तिमीले भिडियो पढाउने हो यो त खुल्ला खुल्ला बेजत नगर न कलेजको बुझ्ला भयो कलेज बाध्यताले पढ्नै पछि स्कुटी किनेर ल्यायौँ भने कहाँ राख्छौँ मन्जु भन त ल क्लासमा त होइन त्यो के अरे त्यो सरस्वती पूजा गर्नलाई त्यो माथि थियो नि त्यहाँसम्म म अब अरू सब देख्थ्यो रश्मिको अब लास्टमा के अरे स्कुटी चलाउने पावर देख्न मात्र बाँकी छ अगाडि हिँडेछौँ हामी धेरै टाढा पढ्न आउँछौँ हामी लास्टै मेहनती विद्यार्थी हो यस्तो पढेर हामी बल्ल घर जाँदैछौँ मेरो हात देख्यो के किन अब हामी बसमा गएर भेट्छौँ डगी रे हाई मन्जु बेस्टु मन्जुको प्रेमकलीको बेस्टु रश्मिको बेस्टु यहाँ गोगली सिमेन्ट फ्याक्ट्री हेर्नुहोस् म जुम गरेर देखाउँछु हेर्नुहोस् यो चाहिँ गोगली सिमेन्ट फ्याक्ट्री हो मलाई छोडेर गइसक्यो घुराइको भ्यू हेर्न सक्नुहुन्छ भ्यू भनेको उके नजारा के नजारा ओरेन्ज हो सुन्तला बस आइरह कुन कलेजको बस्नु हो यस्तो कलेज स्कुलको राम्रो बाटो मात्र कहाँ हुन्छ र यस्तो बाटो पनि पास गर्नुपर्छ अहिले त राम्रो भएर रहेछ अस्ति यङ्काले यही बाटो हो कि ओ स्कुटी माथि हालेको तल पनि होइन कि माथि म त सकेँ एकछिन हेरेर के यो बाटोदेखि माथि आइन् नि यङ्का मैले ठ्याक्क त्यहाँबाट यसरी आइन् नि म र को थियौँ कि आई लभ यु यङ्का भने हाँस्थ्यो म कति सरप्राइज भयो हामीलाई कि हेर न आफूलाई आउँदैन आफूलाई आउँदैन नि त स्कुटी चलाउन अनि त्यो उनलाई देखाएको त म त यस्तो खतरा भइगयो यस्तो उकालोमा छोरी मान्छेले चलाउनु भनेको त अति होइन र नि राइडर सानो भएर त्यो म त यो नि यो हुन्छ नि यो
यो ठुलो भएर ऊ क्यामेरामा खसी गर्ने भनेको त्यो नि हुनसक्छ कि नाक्छ नाक्छ लड्किरहन्छ सकेर त्यो पनि नाक्छ हाल्नु छ हामी आएमै स्टेसनमा अब हामी बसलाई कुर्छौँ अनि साथीहरूलाई पनि कुर्छौँ किन यता गयो के बस ल्याउन आऊ त्यो भने यहाँ बसको वेटिङ भएन ए ल भ्युअर लाइक कसले गर्छ लाइक फर्स्ट लाइक तिमीले मैले गर्छु फर्स्ट लाइक गरेर हैन साथीहरु मै हो मै भ्युअर हो मै हो यो हनी सिंह ओए हनी सिंह नभन न यहाँ आएर हनी सिंह भन्नु भएन नि रसी भन ए अब के गर्नु त नहुनै पर्यो नि ए हस् थ्याङ्क यू फर द केयर थ्याङ्क यू फर द केयर कति प्लिज हाम्रो बस आयो प्लिज ल है रोजिनालाई कतिको रोकिदिनु हुने रहेछ त ल बस आयो हाम्रो चाहिँ अहिले को के भेडा गराउने के छ के बिजनेस प्लानको लुगा त छैन नि कत्रो ब्याग रिभिल गर नि त ल ए विद्या पढन दास ए ऊ रहेछ त नि बिजनेस प्लानकै लुगा रहेछ है उसको चाहिँ बरु पकडेको भए पनि हुन्थ्यो है तिमी पनि मोटा छु ब्याग पनि मोटा खा बस आयो है बस आयो यिनीहरू फर्किने बेला झर्नेवाला हो कि आऊ प्रेम ओइला ओइला हामी यही बस्न पिकनिक गएको है साथीहरू ओए कहाँ हो ओए प्रेम आऊ यहाँ यही कुर्छ के कतिचोटि बसाइ सरायो थर्काउनुहुन्छ त दाइले दाइ त डेन्जर हुनुहुँदैछ त थर्काइदिनुहुन्छ त के को मुन्छु हो यहाँबाट रोजनाको न्यू ड्रेस ओए तुलसीपुर चौक जाने रे हामीहरू ओए कति फोहोर हो के नबसौँ यता बसौँ है यतै बसौँ आज मेरो साथीसँग भेट भयो हाम्रो अनि हामी चाहिँ यहाँ यसो बाटोमा घुम्दैछौँ हेर्दैछौँ अब हामी के किन्छौँ एकछिनमा देखाउँछौँ है त खासै केही त चाहिएको थिएन यस्तो पुरा टुर गर्दैछौँ अब हामीले चाहिँ मिठो 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 ल यहाँ एकदम किमा डुडल्स के भन्छ यसलाई किमा डुडल्स के हुँदैछ ल यहाँ चाहिँ किमा डुडल्स मिक्स हुँदैछ धमाधम यहाँ किमा डुडल्स मिक्स गर्दैछन् उनले एउटा प्लेट भ्याइसक्यो अब यो प्लेट पनि भ्याउनुपर्छ हामीले आउनु होला यहाँ खानालाई टक्कसँग अब मलाई उसलाई पो चलाउन आउँछ त मलाई त आउन्न चपस्टिक खा त कस्तो छ खा त कस्तो छ मैले भनेको थिएँ कि मेरो भिजालाई पनि जसमा जसरी हो काठमाडौँ लिएर आउँछु म जाने है म जाने हो मिलाइ जसरी घर पनि आइसकेँ घर आएर ड्रेस चेन्ज गरेर म आफ्नो सुन्दर रूपमा ब्याग भइसकेको छु अब चाहिँ म खाना बनाउनु पर्ने हुन्छ त्यही भएर म खाना बनाउनुभन्दा अगाडि नै ब्लगलाई एन्ड गर्न चाहन्छु है यति बेरसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई